ह्याप्पी दसैँ। आन्टी मासु अड्केको हो, आजको मासु अड्केको हो। धेरै खाना। तपाईँको दक्षिणा कति उपलब्ध भयो? अब कति उपलब्ध भयो भन्ने कुरा अझै गर्नु भएको छैन। आन्टी आजको दसैँ कस्तो भयो? राम्रो भयो एकदम। राम्रो भयो। मम्मी आजको दसैँ कस्तो भयो? राम्रो भयो। राम्रो कस्तो भयो? एकदम बढिया फर्स्ट क्लास भयो। सो गाइज वेलकम ब्याक टु माई न्यू भ्लग। यहाँहरूलाई मेरो भ्लगमा फेरि स्वागत छ। आज चाहिँ खास गरी दसैँको सम्पूर्णमा शुभकामना छ भने सँगसँगै हाम्रो भ्लगलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला। अब हेर्दै जानुहोस् हाम्रो टिका कसरी लगाइन्छ के हुन्छ हेर्दै जानुहोस् है त। सो गाइज हाम्रो दसैँ टिका चाहिँ सुरु भइसकेको छ। टिका जेठोदेखि लगाउने चलन भएकोले ठुलो बुवाले सुरु गरिसक्नु भएको छ है। हाम्रो छोरीको सुरु भएको छ पहिला चाहिँ। ल ट्याक्कै समयमा सुरु गरेर पारीबाट अझै आउदैन कि निशानीबाट सुरु गरेर अब के हामीले लगाइदिन पर्ला के अब अर्को ग्रुपमा कसैले उठाएर हो के अरे गरिरहने पाउ 250को मिला। अब यो सम्पूर्ण भिडियो आउँछ पछि भरेसम्म नभए भोलि बिहानसम्म। भोलि बिहानसम्म सबै आउँछ। स्पेसल भएछ ल ट्याक्क चाहिँ कान्छी आयो नि कान्छी आउदैन अझै दुर्गा दाइनी सधैँ सर्वदा शत्रुको शिर सधैँ उँभो होस्, आफ्नो शिर सधैँ उँभो होस्। छेक्न भएन के फेरि यता छेक्केला नआओस् नमातेस्, छोरी कति ज्ञानी छ भन्ने होस्। अरू म भन्नु के लगाएर पुछेर फाले के तिमी पनि बस ए भावना अहिलेको दसैँको भन्ने चाहिँ भन्न राख्नलाई के भन्छ पछिराख्नु त हो छैन 100 गाउँ पनि तिम्रो 100 गाउँ पनि तिमीलाई कहाँ छ? हो अगाडि राख्नुस् त। आधुनिक खाका त्यति तुमी उन पनि निस्कने गर्न हुन्छ। त्यता नराख्नुहोस् न यहाँ भिडियो उ हुन्छ त त्यही कति टाढा छ त चाप दे साउन्ड त पछि हाल्ने हो कि साउन्ड पछि हाल्ने मत्तै परे ज्ञानी भए डाक्टर बने है। मत्तै पढेर सरस्वती माताले विद्या देउन् भरिपूर्ण गराउन्। जाडो भयो Tidak ada masalah.
के भयो अड्कियो कागज टाँसिएको नि क्लिनमा। एकदम ज्ञानी भएर पढेर के भन्ने हो त भन स्टार्ट गरिदिनु थियो पढेर के भन्ने सुरुदेखि हुने यता गाना नबजाइदिनु के भन्ने विचार सुरुदेखि हुने रहेछ गरे हजुरलाई सोधेँ के भन्नु खोज्नु हो भनिहाल्नुहोस् त मलाई सानी आउनु भयो नि। अरू भिजेर के उभिनलाई। काठमाडौँ जाले है त्यति पनि पढ्दैन। आइल्यान्डको लगाइदिनु पऱ्यो है यस्तो न्युलिबाट ल अहिले त सिंहाली छ नि मैले छोरीले सिंहाली छ नि त लाउँदै नि बसेको निधार हुनुपर्छ छोरी हो कि अरे छोरीको त हुन पर्छ अङ्कललाई मैले केही गर्न परेन हो नि त अहिले अहिले छोप्छु फेरि एकछिन पख अहिले यहाँ छ नि हातमा छोप्ने यार एकछिनपछि ननु ननु छोप्ने रहेछ च्याप्प त्यस्तो राम्ररी छोप्ने रहेछ नि पैसा त। चिसो भयो नि त होइन बसन्त लगाइदिनु पढ्ने लगाएपछि त्यहाँबाट बल्ल दसैँको टिका चाहिँ अब हाम्रोमा चलन के थियो थाहा भएन अन्त चाहिँ जेठाजुले बुहारीलाई पनि लगाइदिन्छन् क्या लान्छ लगाइदिन्छन् कि लगाइदिन्छ दसैँ यहाँ लगाइदिन्छ। अनि देवरहरूले आपसमा साटासाट त्यो पनि छ परम्परा त्यसपछि त उसले के अरे दुईजनामा पनि उसले लगाइदिन्छन् कि श्रीमानले श्रीमतीलाई ठुला बडाले सानोलाई लगाइदिने हो नि त यो त आखिरी ठुलो त ठुलै हो जेठो त जेठै हो नाताले परे त आज ऊ नातिनले त होइन हो नि त टिका लाग्ने माथिलाई कोछिहाल्छ ऊ रातो टिका लगाइदिन्छ अनि अक्षता सँगसँगै लगाइदिउँ न लगाइदिउँ न त छुट्टै लगाइदिने कि यहाँ भिडियो आउँछ छुट्टी लगाइदिउँ त भाइरल हुन्छ ब्लगबाट अहिले त्यही भएर पसिरहेको यहाँबाट त जान्छ ए जाने गराउनु नगराउने त्यही लगाइदिने कि टिको लगाइदियो भन्ने हुन्छ फेरि उतै लगाइदिने कि उता लगाइदियो कोछ्यालो लगाइदियो अबिर लगाइदिउँला कि अबिर होइन अक्षतै लाउन हुन्छ नपुजेको अक्षता लाउन चाहिँ हुन्छ क्या मन्दिरमा नपुजेको होइन मिसाइयो अबिर लगाइदिउँ अक्षताहरू नलाउने अबिर परेको सबै लगाइदिएको उति जहाँ आएपछिको हुन्छ दसैँको टिका हुन्न क्या छोरी अब त्यहाँ बस्ने पालो कसको अब सबैको बालो त बस्नेको पनि पालो चाहियो नि दुई भाइको पालो नि हेलो 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 के छ बिचो ल सानो मान्छे तिम्रो टोपी छैन र बाबु तिम्रो टोपी लगाऊ कि मलाई लगाउनु पनि सजिलो हुन्छ कि क्याप टोपी पछि पछाडि फर्काएर लाऊ काना राखिदिउँला
भन्छन् अलि चकचके छेस गरे अलिक ज्ञानी बनेछ है आजबाट ज्ञानी बन्न थालेछन् ठिक्क देख्यो त्यसबाट नि हो सो गाइस हाम्रो बहिनी निकाल्छु भने पर्यो नि सो गाइस हाम्रो चाहिँ ल अलि रात हाम्रो यहाँ स्ट्यान्ड पढेर छ त्यहाँ सो गाइस हाम्रो दसैँ चाहिँ सुरु भइसकेको छ यहाँ स्ट्यान्ड छ हाम्रो क्यामेरा चाहिँ मैले यसरी राखेको छु भलक चाहिँ फुल भलक नै आउँछ है त हेरिदिनु होला लास्टसम्म अब ल आइज त अब तिमीहरूको पालो आऊ भाइहरूको हाम्रो पालो के लगाइदिनु त पैसा 5, 10, 15 रुपियाँ भयो क्यामेरा स्लो फास्टमा राख्नु नि गुड भेरी गुड भेरी गुड भेरी गुड भेरी गुड नमस्ते ल नमस्ते गर नमस्ते यस्तो छोप्ने चाहिँ जरी मुखा नलानेले त उठ्छ ल सुदन अनि नवीन किस्मत किस्मतले उसको लागि त भएन फुपू दिदीलाई दुईटी म हो गयो ठुलो त म गइदियो भयो बहिनीले भयो दुईलाई लगाइदिनु एउटी छोरी एउटी बहिनी एउटै किसिमको जुत्ता हुन्छ नि ओके एउटै अहिले प्लास्टिक बाँधेर को कसबाट सुरु गर्ने नानीबाट कोर्चमा सबभन्दा सानो पहिल्यै ए म त सक्दैन एमा बस्न त बस्नै पर्दैन बस्न पर्दैन त्यहाँ नसक्ने पो बस्ने हो राम 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 शान्ति शान्ति सुरुले हुँदा पहिला त उसले भोलाको र विनिताले होइन अब चाहिँ ठिकै छ जल्दी धेरै पढे ज्ञानी अब भए पालो सँगसँगै अब लगाइदिए हुन्छ नाम खाए दुःख नदे विनिताले पनि लगाइदिनु पर्यो त नानीले समाउनु पर्यो नानीलाई अन्टीले छोपे हुन्छ कि अन्टी आन्टीले समाउनु अहिले नानीलाई विनिता उठ्छिन अब किन विनिताले पनि लगाइदिनु जान्ने आँखा भरि मुख भरि ठिकै छ अहिले भित्र जान्छ के भने ज्ञानी भए चकचक नगरेस् भनेको पढ्ने त्यहाँ बस्नुहोस् त अन्टी तपाईँ विनिताले पनि ल जाऊ 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 तिमीहरू पनि जाऊ सँगसँगै त्यो दुई मिनट केही भएन क्या ल त्यो फेरि उफ्रिरहने हो अब त्यो समाउन पर्यो खाएपछि बल्ल पवित्र हुन्छ नि त नमस्ते 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 लगाइदिनु पर्ने चाहिँ हो त्यसले पर्दैन यसको यो भिडियोको फोटो बनाउन नि मिल्छ सुदन फोटो त स्क्रिनसट हान्नु पर्यो अहिले हान्नुपर्छ चाहिँ पछि एडिट गर्दा मिल्छ पछि हान्ने त्यही त यसैबाट चाहिँ स्क्रिनसट त हो काना चाहिँ थुतेर खा खा काना दिका खा घाँस चाहिँ भेटी त खा दारियामा रातै यहाँ पनि दादै उला नानीलाई अलिकति जमारा थप्नुपर्छ कि कता खान त्यहाँ छन् नमस्ते घर यहाँ त मेरो त जम्मा कान ठुला खान्छ तिनवटा जमरा लगाउँदै खान्छ त लगाइयो बस्दै।
त्यही भएर मैले झ्यालमा पर्दा लाएर राखेको छु अन्त त राखिदिनु पर्यो ए कति बाँच्दैन ए भयो त्यो उफ्रेर दिने हो अर्कोमा राखेँ हिँडा चिलाउनु लाग्यो गुरुङको पनि भयो पटाट लाग्यो उनीलाई लाइन्छ के गर्छ हेर्नु त पर्दैन अब त गएर लाउनु नदिएर कति गरे रोटीको पहिलोचोटि लाउँदा पहिलोचोटि लाउँदाखेरि चिसो भएर तिमीले त मानेको उनले त त्यति थुप्रो हाल्दै नि मान्छ त्यसै ढुनी ल अब नबेलेर किस्मतले त्यो मुर्गा खाना आउँछ पुग्छ नलाइदिए पनि पैसा दिने गर्नुहुन्छ फेरि त त लगाइदिनै पर्यो लगाइदिनु भयो भने लगाइदिने हो लगाइदिनै पर्यो दाइ दाइ गोटे स्याहार चोगर पहिलो हुन्छ पुग्ने हामी त्यही आँखाको एउटा जमरा हेर्नु त सकिसक्यो लगाइदियो उठेर यसो त्यही गरेर यसो अब सिकाउने त हो के धेरै चाहिने भयो धेरै चाहिने भयो यता बाबु पुछेर हात धोएर झारी जो थोरै ज्ञानी भयो भन्ने हात धोएर आज मुहा हेर्ने उता फर्काइदिनुहोस् न मुहा हेर्ने पैसा दिँदा अब पानी आउने भयो अब हामी सबै अटाइन्न क्या यहाँ त पाल लगाइदिने बेलामा पो लगाइदिउँ ल झल लपटी यहाँ छेकिन्छ भिडियो यहाँ टहेर हेर्नै कति मजा आमाले पनि सँगसँगै ढिलो भइसक्यो कति मजा एक घन्टा त लागिहाल्छ नि वाह हेर्न बिर्या भनेपछि वाला भने के गर्नु वाला ओ वाह यति गुला हेर्नै मिल्छ पारी पर्छ अनि पछि कति खाने भित्र भन्न यत्रोसम्म बिदो इच्छा बिहानभरि काम गर्न पाइयो होइन र मैं तो कति पैसा भर रे राखो माथि गएर खराएर माथि डाना खराएर आऊ अनि फेरि भरिदिनु त हेर्नै कति मजा बाबा उता जानु त हेर्न भन्दा के ए त्यहाँ त आइफोन रहेछ आइफोनबाट आउँछ राम्रो त्यो भ्लग भन्दा त अब यो धेरै बेर कहाँ खिच्न सकिन्छ ब्याट्री टिकाउन मैले टिका लगाएको ब्याट्री खत यहाँ खिच्यो यहाँसम्म होर्नु कि हो अहिले फोटो खिचौँला सबैले लाग्छ भरिन्छ
यता गरौँ है ठुला गाडा कल लगाइदिने हो त बुढाबुढीले आलो पालो लाउँछ खुल्लै लाग्छ उहाँलाई त कल लगाइदिने हो कन्ने लगाइदिने दुर्गा आजीमा शिवरात्रि दुर्गा भगवती रक्षा गरौँ त्यही हो नानी पढ्नु मोबाइल अलिक कम खेलाउने इष्टमित्रको तिहार गर्ने बाबाले अहिले कति बजी त राजा ठिकै हो त त्यसो नगर न छोरी हेर्न कति यताबाट हेर्ने हो शिवरात्रि शिव ससुदासनमुखी गौरी नारायणी नमस्तुते म दुर्गा भगवती रक्षा गरौँ सधैँ सर्वदा शिर उच्च होस् शत्रुको शिर सधैँ सर्वदा निचे होस् ज्ञानी हुनु इष्टमित्र जति सक्नु इष्टमित्र राख्नु इष्टमित्र भए धन पनि चाहिन्छ आयु बढोस् दुली आवश्यक दम जान्दैन बरु मन ज्ञानी स्याहार गरोस् यसो लाउन पाएको धेरै बसिन् त अब के गर्ने सरस्वती माताले रक्षा लसाइली आन्टी बुद्धि राम्रो दिउन् दक्षिणा गाइस दक्षिणा पाइयो गाइस दक्षिणा पाइयो 20 रुपैयाँ जम्मा गरेर राख्छ है कति आउँछ केटा मान्छेलाई एकजना पनि थाहा छैन र धन त्यही मात्र पायो भने होइन कन्नेलाई पनि त्यही दिन अब कमाइन बढी होइन टेन्सन नगरिकन उता फर्काउनु फोनमा उता फर्काउनु यता देखाइदिनुहोस् कतिवटा भरिहाल के छ त खुत्रो के छ खोइ नराम्रो अब त्यस्तै जमरा ल्याएर भयो आज जाने भनेको हेर्दा क्यान्सल हो अब 5 वर्षपछि पो भयो धनेकी छोरी पनि बिहा धनेकी छोरी पनि एउटा के रुममा दियो अरे भगवान सकौँ त्यही होला यो राख कि कसरी सबैको भयो भिडियो कस्तो आए सुन्दा पनि हेर्न अब त कृष्णका बुढाबुढीको पालो उता जानु न उता जानु न उता अलि पर गएर दिनु उता गएर दिनु उता जानु न अलि टाढा देख फोटो आउँछ भनेर होला क्या फोन लगायो फोटो देखिन्छ हो त्यसरी लगाइ फेरि 5 रुपैयाँ थप्यो 5 रुपैयाँ थप्यो है बसको 5 रुपैयाँ भन्छ मम्मीले यति बेला चेतेको 5 रुपैयाँ कस्तो अगाडि यसो हट्दिउँ न छेक्क्यो के कति राम्रो आएको सबै एक्सक्युज मी प्लिज यहाँ मान्छे छेक्क्यो के यसमाथि राख्ने
छेकियो कि होइन भनेको मान्छे मोबाइल धेरै न अलिक खायो जतिलेसँग पढोस् त्यहाँ चाहिँ जति हामी टप भयो अरे भने छात्रवृत्ति चाहिँ ल्याएको चाहिँ मधुले किस्मतलाई टिको लगाइदिए प्रगति गर्दै गरेछ पर्दैन टिको लगाइदिएर भयो भयो यसो ट्याकेट निकालेर लगाइदियो त पैसा दिने चलन चलेछ फेरि हो नि त हुन केटाहरूलाई नि चाहिन्न पैसा त ल्याइन्न हामीले ए अच्छा को त्यहाँ रुममा ढाडो पार पैसा त ल्याइन्न हामीले त्यहाँ भिडियो बनेको कि त्यही भने दिनै पर्छ भिडियो पैसा लिन्न नि होइन हो त्यो ट्याक्क पैसा लगाइदिएर चाहिन्न पैसा खर्च गर्ने बाटो होइन लभ गरे होइन केही छैन केही चाहिन्न पैसा पैसा खर्च गर्ने बाटै छैन हाम्रो हप्ता ढोगाउनु पर्यो हामीलाई ढोग्दै छैनन् लगाइ फेरि पैसा धेरै पैसा दिनमा ढोग्ने पैसा थप्यो है नमस्ते लाओ तिमीहरू फेरि पैसा थप्यो नानी छोडिदेऊ ल त्यो सिट खाली भयो उठाऊ त्यो भाउजूले ए लागि हेर्नु ल ल जाऊ जाऊ सुजन मामा यति यति बाडी बाडी हुन्छ ल बाडी बाडी होइन के भन्छ भिडियो गरेर पैसा पनि भयो त फाइदा नपऱ्यो ए भाउजू झन् झराल्दिनँ यार निधार ठाडै जमरा गाई थियो जमरा अड्डियो एउटा मात्रै राखिहाल्छ कि अझै चार माइजु भाउजूलाई माया गर्ने कोही छ नि आमै नमस्ते ए पैसा थप्यो गाइस पैसा थप्यो अङ्कलले के भन्न हाँसो नि अब अङ्कल अनलाइन पठाउनु नि मिल्छ है फेरि पैसा थप्यो ल उठाऊ भ्यायो त्यो को छ र लगाइछ यतिमा पुग्छ हिँड्नै भएन अर्को हेर्छ यहाँ यसबाट यति निकाल्नु पर्छ मतलब हामीले लगाइदिन्थ्यौँ नि बस न ल अब ज्ञानी भने यिनलाई त यस्तो रातो टिको लागेको त ल राम्रो छ होइन केही हुन्न धेरै आउनु होला नआउला है नमस्ते गएको छैन कुनै पनि त्यहाँ छेक दिएर ए हरि भावनालाई नि यता ल्याउनु पर्थ्यो नि भावनालाई यता ल्याउनु पर्थ्यो नि त्यो त लुनिन राम प्रगति गरे उन्नति गरे
प्रगति उन्नतिया बाटा छिटै पहिला चाले चाँडै बिहा नगरे गर्नै भएन गर है फेरि हामीलाई अङ्कललाई नबिर्से अङ्कलको कस्तो पढे ज्ञानी भयो है एकदम यस्तै हाँसिरहनु सधैँ अँ तिनजनाले बिहाको सल्लाह गरे एकैचोटि लिएर आउँदा नि हुन्छ नमस्ते त्यसै उठ्छ ठुलो मान्छे पल्ट्यो ठुलो मान्छे पल्ट्यो हुन्छ कुनी गर्ने हो भाग्य पनि भाइ खुट्टा नडोदे खुट्टा खुट्टा पर्दैन के देऊ देऊ दिन पर्नु गर कहाँ ढोगाउने हो नि त थाहा भाग्य पनि भाइ ल बस न त्यहाँ मैले आशीर्वाद दिन्छु भिडियो गरिदियोस् भिडियो तेरि मुगा राख्नु क्यामेरा खोला के भन्छन् बिहाको मन्त्र मन्त्र बोल्नु गुरु ब्रह्मा विष्णु गुरुदेव महेश्वर जयन्ती मङ्गला काली यो त कोटे जस्तो लाग्यो मलाई त कोटे हो त्यहाँ त कोटे हो कि ल छिटो बिहा नगरेस् दाइलाई नबिर्सेस् भनेको मानेस् धेरै पढेस् धेरै बिहा धेरै केटीको पछाडि नलागेस् केटी भेट्न नगएस् चारटाढी बाइक लिएर चारटाढा नगएस् देउरालीतिर भेट्न नगएस् अस्तितिर भेटेको कस्तो हो राम्रै मानेस् नगर्दै बिहा गरेस् पोल गुलो है पोल गुलो 5 रुपियाँ दिन्छु 5 रुपियाँ दिन्छु के बस आमाले दिएको 5 रुपैयाँ छ ल 20 रुपियाँ 20 रुपियाँ म ढोगिदिन्छु ल अब बस त्यहाँ बस भाग्य निवास ल अब यिनी गुवाई खानेको छ एकखेप त चक्ट गर्नुपर्छ तिमीहरू बस्नु न हामी त उम्किम अब त हाम्रो पालो भ्याइयो अब मिलाइन्छ झन्ड्युरी पर्नुपर्छ त अर्को भएर एक भन्न लागेको पाउने एक भाउ ठिकै छ आज चित्त बुझाउनु पन्ट धर्न थाल्यो भोक लागेर पट्टा दिउँ र कर्नलाई अनि चेप्टो मुट्टा बाँधेको छु भन्नु अब टिको नलाइकन अरू भन्न भएन त त्यही भएर तनवाला लाग्छ हो जतिको छैन खै मलाई थाहा छैन यहाँ छैन पानी राम्रो टिको लगाइदिनु त्यसै छ पैसा 5 रुपियाँ भान्जा भान्जी झोलीका देवता हुन्छन् कि के का टिका लगाइदिनु हजरको पालो पैसा राखेर अङ्कललाई चाहिने भयो अङ्कललाई पैसा चाहिने चाहिने कि नै टेन्सन गर्नु त परेन
टेन्सन नलिकन बस्नुपर्छ ऊ परो भने छमा फरक हेर होइन शत्रुको शिर सधैँ सर्वदा उँधो हुन् आफ्नो शिर सधैँ उँभो होस् आफूले आँटेका काम सपनाहरू पुरा हुन् सधैँ सर्वदा यस्तो मात्र राख्नु नमात्नु आउँदा जाँदा यताउति ढोकभिट सबै यसरी गर्नु अरू के भन्नु पर्यो मैले यता गराएको छु त्यो आफै बेला पनि बर्थडे हो कि भावनाको आज भान्जीको बर्थडे ए कञ्चन एउटा फुल ल्याइदिउ त भान्जीलाई त अब भएन नि त फुल ल्याइदिउ त हो न त्यो खाली फेरि हे त हुन्छ कि बोल्दैन त्यही छ खाता आफै त बोल्दैन के त भावनासित बोल्दैनस् नि त भान्जीसित बाबु एउटै गाडीमा जाने आउने गर्छ भन्छ बोल्ने गाडीमा त्यस्तै सिधा खान अहिले लौ यस्तो कति नराम्रो ए यो केटी तल जान ए त तल जान त्यही हो गर्ने नि त्यही अब ल्याइदिनु पर्यो लगाइदिनु त लगाएर के गरौँ बिहामा लगाइदिन्छन् त्यसपछि यो दसैँ आफूभन्दा साना हुन् नि फेरि गरे गरौँ नगरे नगरौँ आफ्नो कर्तव्य निभाए आफ्नो कर्तव्य होइन यिनीहरूले गर्ने नगर्ने आफ्नो अब जाने यहाँ बुझे यहाँ हामीले गर्नु भन्ने केही छैन त्यही हो म त रोन्छ हजुर बाला मान्छे यसलाई जोख्ने आयो कति बजीको अब त 22 गते एक दिन आज त्यसलाई देख्नु पर्यो अहिले भोलिपल्ट जानु न अस्ति जाँदा बित्तिकै कसले हो अब त बेला मैले पठाइदिन्छु त्यही रिपोर्ट यो रिपोर्ट जानु तेरो अन्त त घटी छ कति चेती गई थिए आउँदाखेरि बिहामा पनि ल्याइदिन पाइएन कि विनितालाई त हो नि त तिमीलाई पाइ बोलाउँदा है पाइयो र हामीले नि बल्लैयो हो र बल्ल यो दिनताको त बिफे चलाइयो थिएन कि राम्रो गरे प्रगति गरे त्यो सेतो लुगा त्यस्तै हुन्छ त्यो ठ्याक्क अहिले दसैँ लाउने आइसक्यो फेरि त्यही लाउने ठिक्क हुन्छ सेतो लुगा कि आइसल्ला त्यहाँ त होली खेल्दा त्यही ल भ्याइयो अब यहाँ यिनीहरूको अब हाम्रो पालो आएको नि त पैसा त क्यारमा सुटाउनु पर्यो सबैलाई दिनु नि त अलिअलि निउरी बाया ढोक देऊ होइन भयो लास्ट ढोके ढोके होइन ठिक लगाएर भ्याइयो भने ढौदिहाल तिउले त भ्याइयो नि ल हुन्छ यो गाह्रो के यो
होइन त धो अनि जेठाजी धोन त पर्दैन त्यही त धोमेट र बोल्छ बाटो पनि सकिन्न उमा अघिरो उता गए त गर्दैन नै होइन केही हुन्न क्या बोल्ने पछि गर्दैन घरकै उ हो केही यसमा यता पनि बुहारी छ फेरि ल ल ल ल अब किस्मतका बुढा पनि बस्नु पर्यो दाब्रेको हो दाउरे दुलै दाइने दुला दाउरे दुलै दाइने दुला उहाँले उल्टो भन्नु तपाईँले भनेको सही कि उहाँले भनेको यसो हो दाइने दुला पहिले त कृष्ण बसेको दाब्रे साइडतिर बुहारी दाइने बस्नुपर्छ हो त्यसो पूजा गर्दा रो गर्दाको त फरक हुन्छ होइन दाइने हो कि बिहा गरेर उचालेर यता राख्छन् नि त्यसपछि दाब्रेको दाब्रे हो त्यतिसम्म दाइने यो त फाल्ने गरी चरा लगाएको छ मम्मी सिङ्गा अब यो दोस्रो जेनेरेसनमा हो कि पहिलो अङ्कलहरू है यो दोस्रो जेनेरेसनमा हो नि त अब तेस्रोले भ्याए त्यसरी भ्याए चौधाले नि भ्याए चौधले नि यो चले हो कि नै कम्मर हल्लाउन सिकाउने हो यहाँ टिका चालु हाम्रो टिका लाउने बेला भयो कञ्चना हेर्न आउनु मङ्गलाकाली भद्रकाली गोपाली दुर्गा शिवरात्रि शिव गौरी नारायणी नमस्ते दुर्गा गाइने भगवती सधैँ श्रद्धा भक्ष्य गरोस् वाचन जाने कान कपाल भइसकेपछि नदुखोस् रोग बिहारले छोडोस् इष्टमित्रको प्यारो बनौँ धन दौलत अझै थपिँदै जाओस् बढ्दै जाओस् भावी सन्तानको झन् सुख देख्न पाइयोस् ढाकिन्छ यता भन्नु पऱ्यो मास्टरहरू जस्तो धेरै छ हामी नपढ्ने मान्छे परियो त्यही के कपडा राजिने हुन्छ त्यहाँ त पुठा मात्रै देखिन्छन् हेर्ने मुख हो त्यहाँबाट त शक्य छैन यता त ठिक छ नारायणी नमस्ते धन दौलत बास गरोस् होस् पढ्दै ज्ञानी हुन् तिम्रो जागिर अलि माथि बढ्दै जाओस् इष्टमित्रको तयारी गरे
धेरै भए पनि उल्टा भइसक्यो मोहरे खोलाको घर सुको खोलाको घर लिएर आउने कौप्री छन् उहाँ कसका अधिकारी घर चढाएको छ होला परेन हाम्रा घरकालाई गाउने अलिक गाउँमा मान्छे थाहा पाएर उपलाएर खाना तागर अर्को छ सबै जम्मा वाहनको लागि दुःख भएर अब अहिले कति गर्ने हो काँडा यो पिर्का कसले ल्याएको छ फेरि खै त ल्याउनुहोस् मोबाइल यता बोल्न र यता फर्काउने हो कि अङ्कल यता 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 फर्काउने पछाडि फर्काउनुहोस् मोबाइल हो यहाँदेखि यसो यसो हो यसरी कहाँ देखिन्छ यहाँबाट देखिन्छ बाहिरको फालिदिनुहोस् कभर हो त ए यहाँबाट देखिन्छ यसो गराउन पर्ने हो होइन उता लानुहोस् पिर्का हो त मोबाइल खानु हो ल अब देखिन्छ अनि के केत्री 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 गर्छ दसैँमा लाउने चौका जमरा जरा लगाइदिँदा अब सानो थरी केटाहरूलाई त दक्षिणा दिएको ठुलाहरूलाई त किन दिने मिसिमा दिने हामी उनी कन्ने छन् कि अब त्यसो भएर जागिरवालाले त दिनुपर्छ आउनु यिनीहरू त हामी माग्ने देउराल देउराल जाने रहेछ बाइक लिएर यहाँ दिउराल जानलाई किराया हो छाउन पैसा दिएको त हो नि पेट्रोल खर्च त उठ्नु पर्यो एउटाले 5 रुपियाँ दिएको कसले दिएर कसले अरूले दिएर कसले खुसी भन् भन्ने हो रमाइलो चाहिन्छ त्यस्ता त्यहाँ भित्र खाना सुताइदिउ न भित्र बिस्तारा छ होइन सुती त्यस्तो हत्या त्यहाँ पल्टियो नि त्यहाँ ढोका खोलेर यता पोखरा साइड ढोका खोलेर खाने साइडबाट सिरानी लगाइदिए थियो हामीले कान्छीले लगाइदिनु पर्यो नि मान्छे लानु पर्यो बलि कान्छीलाई त लगाइदियो हामीले लगाइदिनु त तिमीलाई त हो नि कान्छेलाई लानु अब किन उ गर्नु पर्यो अहिले त कहाँ छ उतै जबमा
उडाने गरेर एक ठाउँमा जोडेर कोट चाहियो कपाल लाग्दाखेरि हुन्छ ओरानी गरेर आउँदा निगार हेर्ने होइन टिका लगाइदिनु होइन त्यो सुईको असर पनि हुन्छ नि अब भ्याइसक्यो हो त लगाइराखोस् भोक लाउ ए जानै लाग्यो परन सल्लाह गरे हाने खाएन नि हाने टिकोमा लागेन भइहाल्यो होइन बस्न त अब त बसे पार अब त सावित्रीलाई हामीले लगाइदियो किन पर परेको ठाउँमा अब तिमीले लगाइदिएछ पुरै लाएर भइएन राजै नि खै हान लागेकै छैन तपाईलाई बोल लगाइदिन्छ र उतै भाउजू हामी छौँ नि तपाईलाई हामी त कहाँ जाने कहाँ छोरी खै ए यता कसले फोन गरेर फेरि यता बाबाले फोन गर्न खोजेछ फोटा चाहियो यहाँ स्टार्ट गरिदियो यहाँ छ क बन खाकेला चिन्ता मान्नु खारा बुढा बुढी बसी भयो तर अब भएन अर्को बुढाबुढी बस्नुहोस् हो कि यही छ जानु न हिँड्नुहुन्छ टिकटक बनाउँदै व्यस्त छ खिचिसक्यो यहाँ भिडियो बनिरह चिन्ता गर्नुहुन्छ कसै तिमीलाई निल्लाह मलाई भोक लाह यति टुक्का लाउनु खाइरहेको चेन्ज गर्न सक्छु कपडा चेन्ज गर्न सक्छु गर जाऊ जाँदैन अहिले पुरा सुत्तीपछि कति बाटो दाइ क्यार नहा मलाई जमराले लगाइदिनु आमालाई जमरा त खानु कि कति चाहिन्छ धेरै चाहिन्छ भावी सन्तानहरूको सुख जानु इष्टमित्रको प्यारो बन्दै जानु नमस्ते गर्यो नमस्ते 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 हुन्छ ल फेरि जो भित्र गर्छ शुद्ध जाऊ छिटो सुत्न पर्छ नाइ नमस्ते
नाही बरं सुद्धा आज नुन बहुत भात नआइकन सुत्ने आता खाना पाइन्न भात पाइन्न दाजु नमस्ते ल अब माइला अङ्कल हजुरको पालो जामिन अन्त गुन्द्रा सुन्द्रा यिनी सबै सारम त ल म हेर्छु त मेरो